तपाईको आजको दिन साधारण होइन, किनकि आज पाथीभरा माताको विशेष कृपा तपाईमाथि पर्न लागेको छ। यदि तपाईले यो आवाज सुन्दै हुनुहुन्छ भने सम्झिनुहोस्, माताले तपाईलाई आफै बोलाउनु भएको हो। आज तपाईले माताको नाम लिएर सुरु गर्ने हरेक काममा सफलता मिलोस्। तपाईको बाटो रोक्न खोज्ने शक्ति आफै कमजोर बनोस्। तपाईको मेहनतले फल मिलोस् र तपाईको सम्मान दिन प्रतिदिन बढ्दै जाओस्। माताको दिव्य शक्तिले तपाईलाई हरेक संकट, डर, रोग र दुःखबाट जोगाओस्। तपाईको घरमा सुख, शान्ति र समृद्धि सधैँ रहिरहोस्। यो आवाज सुन्ने तपाई र तपाईको परिवारमाथि कहिले अभाव नपरोस्, कहिले आँसु आउन नपरोस् र जीवनमा आउने हरेक अन्धकार माताको कृपाले उज्यालोमा बदलियोस्। याद राख्नुहोस्, जब पाथीभरा माताको कृपा बर्सिन थाल्छ, त्यो केवल संकेत होइन, त्यो तपाईको जीवन बदलिने सुरुवात हो। र यस्तो दिव्य यात्रामा बारम्बार सही मार्गदर्शन आवश्यक पर्छ। माताको दिव्य ऊर्जासँग जोडिन मलाई सब्स्क्राइब गर्नुहोस्, किनकि जब पाथीभराको कृपा आउन थाल्छ, त्यसलाई सम्हाल्न बारम्बार मार्गदर्शन चाहिन्छ। जय पाथीभरा माता।